सो वेलकम टु माई गाइज। के छ तपाईँहरू सन्चै हुनुहुन्छ होला? म पनि सन्चै छु। अनि यो मेरो फर्स्ट भ्लग हो यो नयाँ च्यानलमा। तपाईँहरू जोडिन सक्नुहुन्छ, सपोर्ट गरिदिनु सक्नुहुन्छ। लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला। नयाँ च्यानल हो मेरो है, फर्स्ट भ्लग पनि हो, त्यसै कारण मलाई सपोर्ट गरिदिनु होला साथीहरू। अनि मेरो घर चाहिँ मन्थली रामछाप चिसापानी हो। मन्थलीमा चिसापानीमा बस्छु म। हाम्रो एकदम रसिले घुम्ने ठाउँ चिसापानी गढी सुन्नै भएको छ होला, तपाईँहरू घुम्न आउन नि सक्नुहुन्छ। एकदम राम्रो छ हाम्रो ठाउँ, त्यसै कारण आज चाहिँ म पसलतिर हिँड्दैछु, पसलमा जाँदैछु। अनि आज कलेज पनि बन्द थियो, त्यही भएर आज कलेज चाहिँ गएन। आज शुक्रबार अनि साथीहरू पनि आज मन्थली जाने रे दिपेन्द्र अनि नवीनहरू पनि नआउने भएको कारणले हामी आज कलेज गएनौँ। त्यसैले म आज पसल एकछिन भयो भने पसल बस्छु भनेर जाँदैछु। पसलमा मान्छे आउनु भयो अरे, पसलमा, त्यही भएर जाँदैछु गाइज। पसलमा जाँदैछु, को आउनु भएको छ हेरौँ है। अब पसल गएपछि थाहा हुन्छ को आउनु भएको छ। हेलो साथीहरू, के गर्दै हुनुहुन्छ? अहिले दिउँसोको 1:30 भइरहेको छ। आज अलिक बोर भइरहेको छ। आज कलेज बिदा थियो, त्यही भएर हल्का बोर भइरहेको छ। त्यही भएर अलिक पसलको भिडियो देखाउन पाइनँ, त्यसैले अहिले देखाइरहेको छु है साथीहरू। हाम्रो गाउँ हो यो, मन्थली रामेछाप चिसापानी। त्यो डाँडोलाई भिन्सुतान भन्छ गाइज। एकदम रमाइलो ठाउँ छ चिसापानी, घुम्न आउनु सक्नुहुन्छ। त्यसैले गढी अहिले घामले देखिँदैन, गढी त्यो हो ऐतिहासिक स्थल भनेर चिनिने चिसापानी गढी एक रोमाञ्चक ठाउँ हो। त्यो मेरो घरै अगाडिको जुन देखेको छ यही हो गाइज। हेलो गाइज, म चाहिँ यतिखेर बाख्रा चराउन आएको छु होइन। अनि आज घाम पनि दह्रो लागिरहेछ बिहानदेखि नै। अनि आज कलेज पनि बिदा थियो, त्यही भएर आज दिउँसो बाख्रा चराउन आएको है। घाम दह्रो लागिरहेछ, त्यही भएर आज यता शीतल रहेछ क्या, यता रुखहरू रहेछ, त्यही भएर शीतलको मारी मजा लुट्दैछु। बाख्राहरू यता चलिरहेको छ है गाइज। घाम चाहिँ आज बिहानदेखि उद्धि लागिरहेको छ क्या, यस्तो गर्मी भएर शीतल नबस्दा नि पुरै पसिना आइरहेको छ गाइज। के भन्नु, गर्मी खप्पी खानु छैन आजभोलि। हिजोअस्ति नै भन्दा गर्मी चाहिँ अलिक बढेको छ है गाइजहरू। त्यो जङ्गलमा आएको हो कि, पुरै जङ्गल छ यता। बाख्रा चराउन आएको, घर चाहिँ माथि हो, तर मास्तिर नि चराउने ठाउँ चाहिँ छ, तर यतातिर चराउँदाखेरि बेलुका धवन जानु पर्दैन, त्यसै कारणले यतातिर चराउन ल्याएको गाइज। यहाँ चाहिँ ल्याएपछि यत्रो टन्ने पाखाहरू छ क्या, यहाँ यत्रो पाखा छ, त्यो खोला पारिने पाखा। अनि यतातिर चरे पनि टन्नै छ क्या चर्ने ठाउँ चाहिँ, त्यही भएर म यता लिएर आउँछु सधैँ। बाख्रा काम भनेकै बाख्रा ल्याउने हो। बाख्रा ल्याएपछि लानुपर्छ, त्यति काम हो यहाँ चाहिँ। त्यसै धपाइ बस्नु पर्दैन। गाउँतिर अब हुन्छ नि मकै बालीसाली हुन्छ, यतातिर छैन त्यही पनि, त्यसैले धपाइ बस्नु नि पर्दैन। बसेको चाहिँ त्यही शीतल छ यता। घाममा बस्यो भने त अनि पाकिन्छ गाइज, यस्तो बित्ति घाम लागेको छ। अब भोलि शनिबार भइहाल्यो, पर्सिबाट कलेज जानुपर्छ। यस्तो बाख्रा चराउनु पर्दैन, जे होस् भन्नु पर्ला, त्यो काम छ। तर कलेज नखुल्दा चाहिँ एउटा घाटा भनेको चाहिँ बल खेल्न पाइँदैन, त्यही हो होइन गाइज। अब बल खासै खेल्न त आउँदैन, भए नि यसो खेल्न मन लाग्छ, तर रमाइलो हुन्छ है। सो गाइज, यो देख्नु भएको खेतहरू छ, यो खेतहरू हाम्रै हो। यो पाखाहरू पनि हाम्रै हो, किनकि यो पाखामा चाहिँ एक बाली मात्र लाग्छ धान, त्यही भएर बाँदरहरू लाग्छ नि त, जङ्गल छ। अनि त्यही भएर यहाँनिर चाहिँ धान मात्र लाग्छ, त्यही कारणले चाहिँ हामीले बाँधिराखेको। त्यही कारण जे होस् बाख्रा चराउनु भएको छ है। बाख्राहरू पनि टक्क यो पाखाहरू सबै हो, माथिसम्म हो हाम्रो। अनि यता पोल छ बत्तीको है गाइज। यो उपरतिरको खोलासम्म चाहिँ हाम्रै हो, खोला पारी चाहिँ हाम्रो होइन। त्यस कारणले यहाँनिर बाख्रा चाहिँ दह्रो चर्छ। घाम पनि उस्तै लागिरहेछ आज। त्यो बाँसघारी पनि हाम्रै हो, त्यो खेतहरू
अनि यहाँ चाहिँ पहिला दसैँतिर चाहिँ अनि घाँस काट्न पनि यतैतिर यो पाहाडहरूमा आउँथ्यौँ नि तलतिरको डरो घाँस काट्नु पर्थ्यो पहिला अहिले चाहिँ यहाँ घाँस पनि साह्रै यस्तो बनमराहरू पलाएर घाँस पनि आजभोलि चाहिँ गाउँतिरै काट्ने गरेर चाहिँ यतातिर आउँदैनौँ अनि यतातिर चाहिँ धान लाउने बेला अनि पानी भयो भने मात्र हो त्यही धान पनि बाँदरले सबै मारिदिएर सबै केही राख्दैन अनि धान मात्र लगाउने गरेको छ यहाँ त्यसकारण एक्लै छु अहिले चाहिँ पल्लोहरूको बाख्रा चराउन ल्याउनु हुन्थ्यो आज ल्याउनु भएन मकै गर्नु जानु भएको रहेछ त्यही भएर एक्लैले बाख्रा लिएर आएको यो ठिकै छ एक्लै भए पनि रमाइलो भइरहेछ आज बल खेल्न केटाहरू जाने भन्थेन् भोलि खेल्ने भनेको छन् तर भोलि मकै गर्नु पर्ला जस्तो भइरहेछ अनि भोलि सायद म घरमा मिलाएर जान नि सक्छु बल खेल्नको लागि जान नि सक्छु के हुन्छ है गाइज हेर्नुपर्छ घरको काम नि गर्नु परिहाल्यो टक्कसँगले अनि आज अब बाख्रा भर्खरै ल्याएको अगाउन लाग्यो एकछिन अब 1-2 घन्टा गरेर टक्क घर गइन्छ हेलो गाइज बाख्रा अगाइसकेको छ अब आजको भिडियो पनि फर्स्ट भिडियो हो त्यही भएर लामो भइसक्यो भिडियो पनि लामो जस्तो लागेको छ मलाई चाहिँ फर्स्ट बनाएको हुनाले अनि बाख्रा पनि अगाइसकेको छ बाख्रा घर लानेबाट पनि निकालिसकेको छु अनि आजको भिडियो के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला लाइक सेयर कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला पक्कै पनि भिडियो हेरेर साथ दिनु होला भन्दछु है अब अर्को भिडियो आउने नै छ अर्को भिडियो पनि हेरेर साथ सपोर्ट गरिदिनु होला